आदरणीय साथीहरू नमस्कार। आज म यहाँ सामु एकजना हाम्रो नेपालका आदरणीय मेयर साहबको सम्बन्धमा केही कुराहरू गर्न गइरहेको छु। पहिले यो एउटा भिडियो हेर्नु होला, त्यसपछि चाहिँ नै कुराहरू राखौँला है त। थ्याङ्क यू। हिम्मत हारेको भन्नुहुन्छ तपाईले के? म जति हिम्मतिलो कोही पनि छैन यसमा। कुरा बुझ्नुहोस्, तँलाई गोली लाग्न सक्छ भन्ने कुराहरू थियो त्यहाँ। ठिक छ, लाग्छ भने मलाई लागोस् भनेर म त्यो उसमा निस्केँ। सबै मान्छे लुकिरहेको थियो नेता बनाउँदा त्यतिखेर। सबै मान्छे घरमा लुकिरहेको बेलामा यो देशलाई बचाउनका लागि दण्डनीय बलिरहेको आगोमा हाम फाले। मैले हाम फाल्ने निर्णय गरेँ। 500 किलोमिटर टाढा गइयो हामी, होइन? यो देशको आदरणीय मेयर साहब नमस्कार। मेयर साहब भनेपछि फेरि गलत अर्थ लाग्ला, हर्क सम्पाङला यो भिडियो मैले यो गर्दैछु। मेयर साहब के गर्न लागे जस्तो? तपाईँलाई केही समय अगाडि मैले देख्दा तपाईँले मलाई चिन्नुहुन्न, म पनि तपाईँलाई चाहिँ त्यति पनि गर्ने मान्छे होइन। तर केही समय अगाडि तपाईँका भिडियोहरू या हेर्दाखेरि चाहिँ मलाई कस्तो लाग्थ्यो भने त्यो माइकिङ गर्दै हिँडेका भिडियोहरू, धरानका जनताहरूलाई सुसूचित गराउने भिडियोहरू हेर्दाखेरि चाहिँ यो मान्छेले चाहिँ के गर्न सक्ला, यो अलिकति जाँगरिलो मान्छे जस्तो लाग्थ्यो। पछि धरानका जनताहरूले हजुरलाई मेयर जिताएपछि चाहिँ सही मान्छे चाहिँ जिताए भन्ने जस्तो लागेको थियो। हजुरलाई धरानका जनताहरूले एकदमै राम्रोसितले पत्याएका छन्, दिएका छन्, केही गरोस् भन्ने चाहना राखेका छन्। तर आजका दिनमा तपाईँले चाहिँ नाना भातीका कहिले तपाईँ भ्या गर्दै भिडियो हाल्नुहुन्छ, कहिले तपाईँलाई प्या गर्दै भिडियो हाल्नुहुन्छ, कहिले चाहिँ के गर्नुहुन्छ, कहिले के गर्नुहुन्छ, कहिले चाहिँ यो अहिले मैले भिडियो हालिदिएको छु